हेलो नमस्ते गुड मर्निङ अनि ह्याप्पी न्यू इयर 2082 साल 81 सकेर 82 मा लागेको छ अनि नयाँ सालको खुसियालीमा चाहिँ हामी चाहिँ तयारी गर्दैछौँ। साल फेरिए पनि हाल फेरिएको छैन, जे जस्तो छ त्यस्तै नै छ आफ्नो हाल बेहाल। अनि नयाँ सालको साथमा चाहिँ मेरो हजुरआमा अनि बजु नयाँ वर्षको शुभकामना छ है। सबैजनालाई नयाँ वर्षको शुभकामना छ है भन्नु त। सबैजनालाई नयाँ वर्षको शुभकामना भन्नु। अनि मेरो आशीर्वाद भन्नु। मेरो आशीर्वाद आशिष छ मेरो सबैजनालाई। आशिष पाउनुपर्छ। आशिष पाउनुपर्छ। देश विदेशमा रहनु भएको सबैजनालाई देश विदेश सबैजना मान्छेहरूलाई सबै मेरो शुभकामना छ। शुभकामना छ। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, हाँसिरहनु, खुसी रहनु भन्नु। अनि मेरो नातिनीको भन्नु त। मेरो नातिनीको युट्युब च्यानललाई युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। सब्स्क्राइब गरिदिनुहोस् भन्नु न। सब्स्क्राइब गरिदिनु है सबै नानीहरू भन्नु। नानीहरू धन्यवाद भन्नु। धन्यवाद। गुड। हाम्रो बोजू त खतरा हो नि त होइन। तपाईँ कति वर्ष पुग्नु भयो रे बोजू? म बिर्सिँदै हालेँ। अस्ति केक काटेको होइन, ह्याप्पी बर्थडे टु यु गरेको होइन? बिर्सिँदै हालेँ। तपाईँ 92 वर्ष अब। आँखा दुख्यो? ए आँखा दुख्छ। अनि म चाहिँ यता चाहिँ हाम्रो भाइ पब्जी लभर यता होइन। अनि म चाहिँ तरकारी पकाउँदै के अरे माछा यहाँ हेर्नु सक्नुहुन्छ, माछा यसरी पकाउँदैछु। अनि त्यहाँबाट अनि यता चिकन पनि छ अनि के अरे उता पोर्क पनि छ। अनि पुलाउ बनाउने भन्ने तयारी गर्दैछौँ हामी चाहिँ। यसरी तयारी गर्दैछौँ। हजुरहरूको के कस्तो तयारी हुँदैछ? हुन त जे जस्तो अवस्थामा भए पनि एक दिन आउने हो, रमाइलो गर्नुपर्छ भन्दै म चाहिँ हजुरहरू सबैजनाले फेरि पनि ह्याप्पी न्यू इयर, नयाँ वर्षको धेरै धेरै शुभकामना भन्न चाहन्छु। हामी नेपालीहरूको नयाँ वर्ष हो यो चाहिँ होइन। नयाँ वर्षको तयारी यता हाम्रो फुपू चाहिँ पुलाउ, हामी त पुलाउ पकाउँदै मासु पकाउँदैछौँ। पुलाउ पकाउँदै हुनुहुन्छ। हाम्रो फुपू चाहिँ एकदम मिठो पुलाउ बनाउनुहुन्छ अनि पुलाउको तयारी गर्दै हुनुहुन्छ। यहाँ हेर्नु सक्नुहुन्छ। हाम्रो पानी अलिकति बेसी भयो कि भनेर निकाल्दै पनि छौँ। यस्तो छ। अनि नयाँ वर्षको सबैजनालाई शुभकामना हाम्रो फुपूको तर्फबाट पनि। अनि एकजना फुपू तल पार्दै हुनुहुन्छ टुक्रुक्कै बसेर। अनि हामीलाई पनि आशीर्वाद दिनु होला सबैजनाले। हाम्रो बोजूले अघि नै सबैजनाले ह्याप्पी न्यू इयर भनिसक्नु भयो। नयाँ वर्षको शुभकामना। हामी चाहिँ यता नयाँ वर्षको दिन अनि बोजूलाई सरसफाइ गर्दै अब मुखसुख धोइदिएँ मैले चाहिँ। अनि यता यस्तो गर्दैछौँ। खानासाना खाएपछि चाहिँ अरू सबैजना कता कता जानुभयो अब आफ्नो कामतिर। अनि हामी चाहिँ नाति बोजू यता। गाह्रो छ जिन्दगी साथीहरू। एक्लै नयाँ वर्षमा हिँडिरहेको छु म चाहिँ। के गर्नु, यस्तै छ जिन्दगी। एक्लै जिन्दगी रमाउँदै आखिर जिन्दगी के नै हो र होइन। एक्लै रमाउने, एक्लै बस्ने, एक्लै हिँड्दैछु है। कोही छैन साथमा। 8 बजिसकेको छ राति। त्यो पनि एक्लै हेर्नु न, हावाले कपालहरू बुर्र के भइरहेको छ। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर खुसी भन्नु। हेलो गाइज, खुसी आउनुहोस् यता। हेलो गाइज, ह्याप्पी न्यू इयर। इकोङ अनि खोइ खुसी आउनुहोस्। इकोङ
इकुङको नाम के हो? कहाँ हो घर? खुसीको नाम कहाँ हो? के हो? के राई रे? प्रतीक्षा राई? खुसी प्रतीक्षा राईको हो? खुसीको नाम के हो रे? खुसीको घर कहाँ हो? कस्तो घर रे? खुसीको घर फटाङ होइन र? भक्तपुर हो? कस्तो उल्टासँगले खिमिए ठाउँमा कस्तो छ रे घर? कस्तो छ रे? घर त मात्रै छ। नयाँ वर्षमा नयाँ खालको स्टाफ नर्सहरू। आएन खानुमा मात्रै पेटको मात्रै बिसन्छ अर्न जग्गा सन्चै सन्छ। खाएको छ इको यहाँ आउनुहोस्। ठिक छ इकोङ रे बाबाले को आउनु भएको रे? नमस्ते हो पापा पापा यो खाने लु अलिकति हेलो गाइस हाम्रो भदैनीले चाहिँ मोबाइल ठगाउँदैछ के? मोबाइल हेर्नु मन लागेको छ इकुङ? हजुर भन्नुहोस् निकै साह्रो यहाँ चाहिँ मलाई दिन्छु हो। मोबाइल हेर्नु मन लागेको छ हो कि होइन इकुङ? हो फुपै दिनुहोस् भन्नुहोस्। फुपै मोबाइल दिनुहोस् भन्नुहोस्। नमस्ते गर्नुहोस्। हौवा भन्नुहोस्। इकुङको घर कहाँ हो रे? इकुङको गाउँ कहाँ हो रे? लिम्चुङबुङ। लिम्चुङबुङ कहाँको लिम्चुङबुङ? कहाँको लिम्चुङबुङ? कहाँको लिम्चुङबुङ भन्नुहोस् त? कहाँको? उतै कहाँ? उदयपुर? लिम्चुङबुङ कुन ठाउँको घर? छिटो भन्ने आफ्नो सरर परिचय भन्ने इङ्ग्लिसमा भन्ने अनि मात्रै दिन्छु। अङ्ग्रेजीमा भन्नुहोस् आफ्नो नाम। निकै साह्रो लु। अनि त्यति मात्रै भनेर पुग्दैन नि त मोबाइल हेर्नुको लागि त। भन्नु त अरू के हो? इकुङ राई अनि होइन इकुङ राई घर कहाँ हो? माइ नेम इज इकुङ राई। वेयर आर यु फ्रम? व्हाट्स योर नेम? माइ नेम इज इकुङ राई। निकै साह्रो भन्ने लु यहाँनिर निकै साह्रो उता हेरेर उता हाँसेर भन्नुपर्छ हो। अनि कहाँ हो रे घर चाहिँ? घर चाहिँ कहाँ हो रे? लिम्चुङबुङ। यो फुपैले लु फुपै नमस्ते भनेर आउनुहोस्। हौवा गर्नुहोस् फुपैलाई माया गर्नुहोस्। मोबाइल पाउनुको लागि होइन? अब मोबाइल लाने नै हो? नहेर्ने मोबाइल? फाइनली गाइस 2 दिन न्यू इयर मनाएर चाहिँ हामी जान लाग्यौँ। अब चाहिँ इगो कसैको इ गरेर सुँगुरको मासु धेरै खाएर इ गरेर छ बिचरा इगो मरिमरि तान्दैछ।
कसै क्याप टोपी ओढेर गाइस क्याप टोपी ओढेर म चाहिँ यहाँ फेरि दही साइड गर्दैछु साइड दहीले पानी पर्नु थाल्यो साथीहरू पानी पर्नु थाल्यो हाम्रो सानो मान्छे बाई बाई इकुङ बाई बाई यता हेर्नुहोस् हाँस्नुहोस् त खोइ हाँसिस न इकुङले डुरायो इकुङले डुरायो